शैतान सुरुवातबाट नै परमेश्वरको विरुद्धमा उठेको छ। परमेश्वरसँग विद्रोह गरेको छ शैतान र हव्वालाई क्वेसन गरेको छ। क्वेसन गरो, तिमीहरूलाई कुन फल नखानु भनेर भनेको छ भनेर चाहिँ शैतानले हव्वालाई क्वेसन गर्यो। तिमीहरूलाई कुन फल नखानु भनेर भनिएको छ भनेर शैतानले हव्वालाई क्वेसन गरेको छ। किनकि परमेश्वरको विरुद्धमा शैतान उठेको हो। यो फल खाए पनि हुन्छ भन्ने हृदय चाहिँ शैतानले हव्वाको हृदयमा हालिदियो। अनि शैतानको कुरालाई सुनेर परमेश्वरको उपस्थितिबाट आदम र हव्वा निस्कियो। परमेश्वरको महिमा गर्नुमा चुक्यो। कसरी? शैतानको कुरालाई सुन्दाखेरि। किनकि शैतान पनि परमेश्वरको विरुद्धमा उठेको छ। शैतान पनि छ, परमेश्वर पनि हुनुहुन्छ। स्वर्ग पनि छ, नर्क पनि छ। यस कारणले आज मानिसको हृदयमा, विश्वासीको हृदयमा, हरेक मण्डलीको हृदयमा शैतानले यो रणनीति चाल्दैछ, खेल्दैछ। 25 डिसेम्बर बाइबलमा कहाँ लेखिएको छ? येशूको जन्म उत्सव मनाऊ भनेर कहाँ लेखिएको छ भन्ने हृदय चाहिँ आज शैतानले हालिदिएको छ। हरेक मण्डलीमा, हरेक विश्वासीहरूलाई यो हृदय चाहिँ शैतानले दिएको छ। किन? शैतान परमेश्वरको विरुद्धमा हुँदैन। शैतानले चाहँदैन सारा संसारले, सारा देशले परमेश्वरको महिमा गर्नु। येशू ख्रीष्ट संसारको ज्योति हो। सारा देशले येशू ख्रीष्ट जन्मिनु भएको उत्सवलाई मनाइरहेको छ। उहिलेदेखि मनाउँदै आइरहेको छ। अमेरिकाले, फ्रान्सले, भुटानले, इन्डियाले, नेपालले, हरेक देशले येशू ख्रीष्टको जन्म उत्सवलाई मनाइरहेको छ। तर शैतान यसको खिलाफ, येशू ख्रीष्टको खिलाफ, परमेश्वरको विरुद्धमा उठेको कारणले आज 25 डिसेम्बर येशूको जन्मदिन बाइबलमा कहाँ लेखिएको छ? जन्मदिन मनाऊ भनेर कहाँ लेखिएको छ भन्दै त्यो विचारको हृदय आज मानिसको हृदय, मण्डलीको हृदय, हरेक प्रभुको जनहरूको हृदयमा यस्तो कुरा हालिदिएको कारणले आज परमेश्वरको उपस्थितिबाट धेरै मण्डलीहरू क्रिसमसबाट टाढा भएको छ। परमेश्वरको महिमा गर्नुमा पछाडि सरेको छ। किनकि यो सोच, यो हृदय शैतानले हालिदिएको छ मानिसलाई, मण्डलीलाई, हामी विश्वासीलाई। जसरी हव्वाको हृदयमा शैतानले हालेको, तिमीहरूलाई कुन फल नखानु भनेको छ भनेर चाहिँ हव्वासँग शैतानले कुरा गर्यो। त्यसरी नै अबको समय पनि हरेक मानिसहरूको हृदयबाट त्यसरी नै शैतान बोलिरहेको छ। 25 डिसेम्बर येशूको जन्मदिन भनेर बाइबलमा कहाँ लेखिएको छ भनेर शैतानले क्वेसन गरिरहेको छ। किनकि सारा विश्वले उहाँको महिमा गरेको जन्मोत्सव मनाएको शैतानलाई मन पर्दैन। शैतान परमेश्वरको विरुद्धमा उठेकै हो। अनि सारा मानिसले उहाँको महिमा गरेको शैतानलाई मन पर्दैन, मन परेको छ। र आज यो क्वेसनहरू, यो विचारहरू लिएर मानिसको हृदयमा शैतानले रणनीति चालिरहेको छ, बोलिरहेको छ र परमेश्वरको उपस्थिति टाढा। यशाया 14को 13 र 14मा आउँदछु। शैतानले भनेको छ, म आफूले सर्वोच्च परमेश्वर जतिकै बनाउनेछु, म स्वर्गमा उठेर जानेछु भनेर चाहिँ शैतानले बोलेको छ। हेर्नुहोस्, शैतानले पनि यही कुरा चाहेको छ, सारा मानिसले मलाई बुझोस्, मलाई चिनोस्, मेरो महिमा होस्, मेरो आराधना गरोस् भनेर शैतानले चाहेको छ।
यो कुरा शैतानले चाहेको छ, तर येशूको महिमा सारा मानिसले गरेको कारणले, प्रशंसा गरेको कारणले, जन्म उत्सव क्रिसमस मनाएको कारणले शैतान जलेर परमेश्वरको विरुद्धमा मानिसहरूलाई, हामी मण्डलीलाई भगाइरहेको छ। येशू ख्रीष्टलाई 40 दिन उपवास बसेको बेलामा परीक्षामा पार्न शैतान आएन। आत्मामा वृद्धि हुँदै जाँदा, बढ्दै गर्दा शैतान परमेश्वरलाई परीक्षा गर्न आएको छ। किनकि त्यो कुरो शैतानलाई मन पर्दैन। क्रिसमस मनाएको पनि शैतानलाई मन पर्दैन, मन परेको छैन। फल अदनको बगैँचामा राख्नुभएको पनि शैतानलाई मन परेन। आदम र हव्वालाई सुन्दर र हरेक कुराहरू निकालेर परमेश्वरको उपस्थितिबाट आदम र हव्वालाई पनि शैतानले निकाल्यो। आज पनि यही भइरहेको छ। हरेक मण्डलीमा, नेपालमा क्रिसमस कहाँ मनाउनु भनेको छ, येशूको जन्मदिन 25 डिसेम्बर कहाँ लेखेको छ भन्ने हृदय यही क्वेसन गर्दै आज मानिसलाई, मण्डलीलाई पनि टाढा बनाइरहेको छ। र धेरै मण्डलीहरू, धेरै मानिसहरू क्रिसमस, येशूको जन्म उत्सव छोडेर परमेश्वरको उपस्थितिबाट टाढा भइरहेको छ। शैतानको रणनीतिमा फसिरहेको छ। यो सोच दुष्टको सोच, यो विचार शैतानको। परमेश्वरको महिमा, येशू ख्रीष्टको महिमा नगरेको शैतान र मानिसलाई भड्काएको शैतान र परमेश्वरको उपस्थितिबाट हामीलाई, मण्डलीलाई टाढा गरायो। तर अब आउँदै गरेको पुस 10 गतिको जन्म उत्सव क्रिसमस हामीले एकदम भव्य रूपमा सफलतापूर्वक हामीले येशूको जन्म उत्सवलाई हामीले मनाउनुपर्छ र शैतानको रणनीतिलाई, विचारलाई